आदरणीय युवाहरूलाई फेरि पनि यो समयमा म धन्यवाद भन्न चाहन्छु। तपाईँहरूले मेरा भिडियोहरूलाई निरन्तर रूपमा हेर्नुभएको छ, लाइक गर्नुभएको छ, सब्सक्राइब गर्नुभएको छ। तपाईँलाई धेरै धेरै धन्यवाद प्रस्तुत गर्दै मैले निरन्तर रूपमा नेपालको शैक्षिक धार, एजुकेसनल स्ट्रिम्स अफ नेपाल, नेपालमा कुन कुन स्ट्रिमहरू छ, कुन कुन संकायहरू छ, कुन कुन फ्याकल्टीहरू छ भनेर म निरन्तर बताइरहेको छु। यहाँहरूलाई मैले प्योर साइन्स अर्थात् विशुद्ध विज्ञानको बारेमा बताइसकेको छु, मानविकी अर्थात् ह्युम्यानिटिजको बारेमा बताइसकेको छु, म्यानेजमेन्ट अर्थात् व्यवस्थापनको बारेमा पनि सिकाइसकेको छु। ती फ्याकल्टीहरूमा के कस्ता वृत्तिहरू हुन्छन्, के कस्ता करियरहरू हुन्छन्, कहाँ कहाँ अवसरहरू हुन्छन्, तपाईँले सुनिसक्नु भएको छ। आज म तपाईँहरूलाई चौथो नम्बरमा चिकित्सा विज्ञान अर्थात् मेडिकल साइन्सको बारेमा केही कुराहरू संक्षेपमा राख्नेछु। चिकित्सा विज्ञान अर्थात् मेडिकल साइन्स विज्ञानको एक शाखा र अभ्यास हो जुन रोगहरूको निदान, उपचार र रोकथामसँग सम्बन्धित छ। र अहिले विश्वव्यापी रूपमा मेडिकल साइन्स अर्थात् चिकित्सा विज्ञानको जनप्रियता बढ्दो क्रममा छ। मानिसहरूलाई जीवन दिने, मानिसहरूलाई बचाउने, मानिसहरूको उपचार गर्ने, मानिसहरूलाई विभिन्न रोगहरूबाट छुटकारा दिने काम मेडिकल साइन्सले गर्ने गर्दछ। र यो मेडिकल साइन्स अस्पतालहरूसँग सम्बन्धित छ, हस्पिटलहरूसँग सम्बन्धित छ। यो मेडिकल साइन्सलाई पढ्नको निम्ति, मेडिकल साइन्समा आफ्नो करियर निर्माण गर्नको निमित्त विभिन्न विषयहरूमा हामीले पिसिएल, एमबिबिएस, एमडी जस्ता विषयवस्तुहरू पढ्नुपर्ने हुन्छ। र हामीले साइन्स स्ट्रिम, साइन्स संकायबाट पनि हामी बिएससी नर्सिङ र मेडिकल साइन्सतिर जम्प गर्न सक्छौँ। तसर्थ यसका विषयहरूमा नर्सिङ विषय लिएर हामीले यसलाई अगाडि बढाउनु पर्ने हुन्छ, जसलाई पिसिएल अथवा बिएससी नर्सिङ पनि भन्ने गरिन्छ। चिकित्सा शास्त्र नै लिएर हामीले पढ्नुपर्ने हुन्छ। यसमा आयुर्वेदलाई पनि हामी चिकित्सा शास्त्र अन्तर्गत राख्छ। आयुर्वेद जस्ता विषयहरू लिएर पढ्न सकिन्छ। हामी त्यति मात्र होइन, रेडियोथेरापीसँग सम्बन्धित विषयहरू हामी पढ्न सक्छौँ, रेडियोलोजीसँग सम्बन्धित विषयहरू पढ्न सक्छौँ, बायोमेडिसिनसँग सम्बन्धित विषयहरू पढ्न सक्छौँ, महामारी विज्ञान जसलाई एपिडेमियोलोजी पनि भनिन्छ, महामारी विज्ञान लिएर विभिन्न महामारीहरू समय समयमा फैलिने गर्दछन्। प्लेग जस्ता महामारी, कोभिड जस्ता महामारी, निपा भाइरस जस्ता महामारीबाट कसरी बचाउन सकिन्छ मानिसहरूलाई भन्ने विषय पनि हामी पढ्न सक्छौँ। त्यस्तै गरी जेनेटिक्स अर्थात् आनुवंशिकी विषयलाई पनि हामी यो चिकित्सा विषय अन्तर्गत हामी राख्न सक्छौँ। त्यस्तै गरी प्रसुति विज्ञानलाई पनि हामी यस विषय अन्तर्गत हामी राख्ने गर्न सक्दछौँ। त्यसै गरी यो चिकित्सा विज्ञानमा हामीले गाइनेकोलोजिस्टदेखि लिएर हामी फिजिसियन लगायत थुप्रै विभिन्न रोगसँग सम्बन्धित यसका विभिन्न भागहरूमा हामीले गएर आफ्नो डिग्री प्राप्त गरेर हामी आफ्नो करियर पनि बनाउन सक्छौँ। र अहिले हामी यसो हेर्ने हो भने सबैभन्दा बढी पारिश्रमिक लिने व्यक्तिहरूमा चिकित्सकहरू पर्दछन्, डाक्टरहरू पर्दछन्, सर्जनहरू पर्दछन्। आज मानिसको विभिन्न रोगहरूलाई सर्जरी गरेर मानिसलाई निदान गर्ने काम पनि यो चिकित्सा विज्ञान पढेका जनशक्तिहरूले, म्यान पावरहरूले गर्ने गरिरहेका छन्। यसमा सम्मान, मान, इज्जत त छँदैछ, आर्थिक रूपमा पनि यहाँ ठुलो उन्नति र प्रगति गर्न सकिने सम्भावनाहरू भएको विज्ञान अर्थात् भएको क्षेत्र, भएको फ्याकल्टी, नेपालमा नै पढाइने फ्याकल्टी, विश्वभरि भएका फ्याकल्टीहरू मध्येको यो मेडिकल साइन्स पनि एउटा महत्त्वपूर्ण फ्याकल्टी हो। र विशेष गरी एसइई पास गरिसकेपछि यसलाई पिसिएल अथवा साइन्समा पनि बायोलोजी, फिजिकल ग्रुपमा हामी इन्जिनियरिङतिर जान सक्छौँ भने बायो ग्रुपबाट हामी मेडिकल साइन्सतिर हामी जम्प गर्न सक्छौँ। तसर्थ तपाईँहरूले 11-12देखि नै फिजिकल ग्रुप, बायो ग्रुप दुईवटा ग्रुपलाई लिएर तपाईँ आफ्नो लाइफलाई अगाडि बढाउन सक्नुहुन्छ।
र यसमा के करियरहरू छन् त? कस्तो कस्तो करियरहरू हामी यो चिकित्सा विज्ञानबाट बनाउन सक्छौँ त भन्दाखेरि यसका करियरहरूमा हामी नर्स बन्न सक्छौँ, जुन एकदमै चार्मिङको विषयवस्तु हो। हामी डक्टर बन्न सक्छौँ, ल्याब एसिस्टेन्ट हामी बन्न सक्छौँ, हामी यसबाट एचए बन्न सक्छौँ, फार्मासिस्ट हामी बन्न सक्छौँ, रेडियोलोजिस्ट हामी बन्न सक्छौँ, केमिस्ट हामी बन्न सक्छौँ, डेन्टिस्ट हामी बन्न सक्छौँ। यी विभिन्न करियरहरूमा मनग्गे आम्दानी कमाउन सकिन्छ। हस्, यो मेडिकल साइन्स चिकित्सा विज्ञानसँग सम्बन्धित विषयवस्तु धेरै युवा युवतीहरूलाई थाहा नभएको हुनसक्छ। यो भिडियोलाई लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस् र नेपालभरि भएका स्टुडेन्टहरूको हातमा पुर्याइदिने अनुरोध गर्दै बिदा हुन्छु। हस्, शुभरात्रि।